छ्या, के भइराख लाग्दो जिन्दगी। केटी नि भेट्दैन, कहिले बिहा हुने होला त हेत्तेरिका। कपाल झरेर तालु हुन लागिसक्यो। यो जुनीमा त हुँदैन क्या हो। नमस्ते अंकल। नमस्ते अंकल। रोकिंदा गोपी भाइ हैन र ए हो त यार के भयो यसलाई डिप्रेसनै जाला देखेर बुझिरहेको त्यही त यो त एकदम चिन्तामा बसिरहेको ओइ के भयो तँलाई त बाख्रो नभेटा बोको जस्तो निसासेर बसिहास् त के भयो तँलाई भन् त अनि के गर्ने त साथी, गाउँभरिको बोगाहरूले बाख्री भेटिसके, मैले भेटेको छैन। उदाहरणको लागि तेरै उदाहरण दिउँ न, अनुहारहरू कस्तो त्यही पनि भेटी। ए झन् तँलाई पनि बाख्री खोजिदिउँ त म। मजाक नगर्न यार। त्यही त सानो हुँदा फाडो खान्थिस्, ठुलो भएपछि राणै मर्ने भइस् त। अनि के गरौँ त म मर्दिम। के हो साथी, गयो त मर्छ क्या राणे? यसलाई मर्ने होइन, यसले अब हाम्रो मात्रै ऊर्जा भर्छ। यसलाई अब हामीले युज गर्नुपर्छ। कसरी? बेलुकाको पार्टी यसको नाममा गर्ने हो त एउटा खेल गरौँ न त। हामीलाई पनि रमाइलो, यसको नि मन बुझिन्छ ल। ओइ पक पक, हामीसँग छ के समाधान? पक्न भने त्यहाँ हिँड त पहिला। हामीसँग छ समाधान, ल हिँड। चिन्ता नगर, भोलि तँलाई म बाबा भटी लान्छौँ। अहिलेसम्म कोही पनि सिङ्गल बस्नु परेको छैन। अस्ति छट्टाउँदै हिँडेको कुकुरको धरी बे भइसकेछ, तेरो कस्तो नहोला। 21औं शताब्दीमा आएर नि बाबाको भर परेर हुन्छ। ओइ अहिले चान्चिने बाबा नसोच, गर्छन् उनी सबै बोकाहरूलाई बाख्रा खोजिदिने दावा। उनी हिमालयमा 2 वर्ष तपस्या गरेर आएको बाबा। ल चिन्ता नगर, भोलि जालास्। भोलि आज चाहिँ राणै सुत। ल चिन्ता नगर, नम्बर 1 बाबा, तेरो सब समस्या हल हुन्छ। बुझिस्? बुझ्यो। नमस्ते बाबाजी। नमस्ते बाबा। के माने? ओहो, यसलाई ठ्याक्कै हेर्दा त उमेर चाहिँ बढी, यसको प्रेम चाहिँ कम देखिरहेको छु त मैले। हो बाबा हो, ठ्याक्कै पार्नुभयो। हो बाबा हो। यसको ठुलो गर देख्दैछु, गर काट्नु पर्छ यसको। हो र बाबाजी, के गर्नु पर्यो त त्यो गर काट्नलाई? यसको लौ न निर्मूल गरिदिनु पर्यो। यो सामान लिएर राति घाम डुबेपछि ठ्याक्क मबाट आउने। हुन्छ बाबा। सलाई 1 प्याकेट, धुप 2 प्याकेट, 4 किलोको रातो भाले, चुरोट 2 प्याकेट, भोला 10 वटा, सुर्ती 2 प्याकेट, भोड्का 2 फुल। ओ ल, यो बाबाले चाहिँ गर्ला जस्तो लाग्यो है मलाई। यो बाबाले चाहिँ ठिक गर्ला जस्तो छ। तपाईँको जुङ्गा त खस्यो त। पक पक पक। खै खै बाबा, यो डाँकाहरू पो